हेलो, आज हामीलाई के गरौँ भयो दिउँसो पनि खाजा भोक लाग्यो, खाजा खान पऱ्यो भनेको खाजा के खाऊँ भयो। ठ्याक्क पिरो चाउचाउ बनाएँ। पिरो चाउचाउ खाऊँ भने नानीले स्कुलबाट आइसक्यो खाजा खानको लागि पिरो चाउचाउ लेट भनी बनाएर खान थालेका छौँ। नानी पनि मिठो छ है मम्मी भन्दै खाइरहेछ, म पनि खाइरहेको छु। मुखबाट पानी आइसक्यो भन्दै खाइरहेको छु। मैले साथीहरू रोटी बनेको थियो, नानीले चेट्टेको रोटी देखाइछिन् अनि चाउचाउ खाएको त ओ माई गड भन्दै खाँदै गरेछन् आमा छोरीले। नानी यत्रा आँखा देखाउँथे कसरी खाइरहन्। अनि चाउचाउ खाँदै आमा छोरी गफ गर्दै गरिरहेछौँ है। नानी पनि छुट्टी भएर आएको थियो स्कुलबाट दिउँसोको टाइममा खाजा खानको लागि। अनि आमा छोरी बसे 3 आमा छोरी छन्, बसेर खाइरहेछौँ। कान्छीले पनि मम्मी मलाई मिठो भयो भन्दै खाइरहनु। पिरो चाउचाउ आज नानीलाई पनि खुवाइरहेको छु। मिठो मान्दै खाइरहनु सानीले नै, म पनि एकदम मिठो मान्दै खाइरहेछौँ है। अब मायाको चाहिँ खाँदा खाँदै मायाको भ्याइयो। अब मायाले अन्डा दिनुहोस् मामु पिरो भयो भन्दै मागिदिन्छन्। अब अन्डा लग्छिन्। अन्डा खाँदै पुराले पिरो हो मामु म चाहिँ अन्डा खान्छु भन्छन्। अन्डा खाइन्। अन्डा खाँदै स्कुल जान बेर भयो मामु भन्दै अन्डा खाँदै गइरहेछन्। यति चाउचाउ पनि खानुपर्छ क्या मामु मिठो भयो मलाई त भन्दैछन् नानीले। अब नानीले कान्छी पनि हाहा टकटक पार्दै खाएछिन्। रोटी नखाने अरे पिरो चाउचाउ खाने अरे। फेरि पनि चाउचाउ खानु पऱ्यो तिम्रो मामु मिठो भयो भन्छन् मायाले। चाउचाउ खाँदैछन् नानीले। यसरी नै हामी 3 आमा छोरीले खाजा खाँदै बस्दै गरिरहौँ दिउँसोको समयमा। पिरो हुँदै नानीले खाँदै गरिरहेका छन्। नानीले जति पिरो बोटी मिठो भयो मम्मी भन्दै खाइरहेछन् नानीले। 2टा छोरीहरूले मजाले खाइरहन् गम पिरो चाउचाउ धेरैमा खाएको। त्यही भएर नानीहरूले एकदम मिठो मानेर खाइरहने। चाउचाउ मन नपर्ने भनेपछि कोही पनि छैन साथीहरू, मन परिहाल्छ जसलाई पनि। खाइरहेका छन्। रोटी पनि खाछन् पिरो भयो मामु भन्दै। खाँदा सिगान आयो मम्मु मेरो सिगान तल चुहाउँदै खाँदै गरेछिन् मायाले त। अनि सानो मायाले मलाई त खाँदै तिर्खा लाग्यो मामु भनेर सानो छोरी चाहिँ उठेर पानी खान हिँडिरहेका छन्। पानी तिर्खा लाग्यो भन्दै पिरो भएर। अनि नानीले पिरो भयो भनेर रोटी खाइरहेछ नि। रोटी खाने त्यो खाने मम्मीसँग मेरो सिगान आएको छ मामु भन्दै यहाँ तताए मेरो पिरो भयो मामु मेरो ओठभरि भनिरहेका छन् होइन। आमा छोरीलाई एकदम मजा आइरहेको छ खाँदा पिरो पनि भइरहेछ। जति पिरो भयो उति मजा आइरहेछ खानलाई। अनि अब कान्छी फेरि मायाले अझै पिरो भएर कान्छीको अन्डा पनि झिकेर खान्छु म त भनेर खाइसकेका छन्। रोटी खाएको भनेको रोटी खासी फेरि नखाने। पिरो चाउचाउ देखेपछि रोटी नखाने। आज झन् रोटी पिरो चाउचाउ अन्डा बनाएर खाऊँ भनेको चाउचाउ मात्र खायो, रोटी खासी खाएन।